नमस्ते, राधे राधे। 31 इयर्सको यो मेल पाम हो। यहाँनिर यो सिधा टाइपको धनुषाकारले बनेको छ। सोच्न सक्ने क्षमता पावरफुल, फास्ट निर्णय लिएर काम गर्न सक्ने क्षमता र याद गर्न सक्ने क्षमता एकदमै राम्रो रहन्छ। गुरु गौलाग्लो छ, इगो स्वभावको बनाउँछ व्यक्तिलाई। मनमा इगो राखेर कामहरू गर्ने योगहरू देखिन्छ। इगोको कारणले गर्दाखेरि कतै कतै चाहिँ समस्या उत्पन्न हुने योग देखिन्छ। त्यति ठुलो असर हुने योग चाहिँ छैन, किनभने कान्छोला टपसम्म पुगेको छ। यस्तो कन्डिसनमा अकाउन्ट, मनी म्यानेजमेन्ट, फाइनान्सियल म्यानेजमेन्ट यो कुरामा चाहिँ ठिकठाकै रहनुहुन्छ, राम्रै गर्ने योग देखिन्छ। तपाईँको लागि अकाउन्ट एकदमै बेस्ट रहेको योग पनि हातमा देख्न सकिन्छ है। अब औँलाका फ्लेन्जहरू लगभग बराबर कन्डिसनमा हजुरको देखिन्छ। लगभग बराबर कन्डिसनमा भएको योग देखिन्छ औँलाका फ्लेन्जहरू। यहाँनिर हेर्ने हो भने यो औँला, यो फ्लेन्ज लगभग यो बराबर स्थितिमा देखिन्छ। तर लास्टको फ्लेन्जहरू अझ ठुलो, अझ लम्बाइ लिएर बनेको योगहरू छ। यस्तो कन्डिसनमा जति सोच्नुहुन्छ त्यति काम, त्योभन्दा बढी सफलता प्राप्त हुने योगहरू हजुरको हातमा देखिन्छ। औँलाभन्दा अति लामो तपाईँको तल काम गर्ने सङ्ख्याहरू धेरै रहन्छ है। र कुनै पनि अपर्च्युनिटी मिस नगर्ने, ग्रेप गरेर अगाडि बढ्ने खालको व्यक्ति हुनुहुन्छ। एकदमै राम्रो चौडाइ लिएर बनेको छ। मेहनती स्वभावको बनाउँछ र पैसा बचत गर्ने योग पनि ठिकठाकै बनाउँछ। गुलाबी कलरको हात छ र विदेशको योग अति उत्तम र अति राम्रो देखिन्छ हजुरको। विदेशको योग असाध्यै राम्रो है। अब यहाँनिर नर्मली हेर्ने भने 2-4वटा लाइनिङहरू पनि छ। यहाँनिर 2-4 देशको भाषा बोल्न सक्ने, बुझ्न सक्ने, कम्युनिकेसन स्किल राम्रो, बोलचालको भाषा मिठो, सेल्स, मार्केटिङ, अकाउन्ट पनि हजुर लागि अति उत्तम रहन जान्छ। र थोरै काम गरेर धेरै लाभ प्राप्त होस्, धेरै क्रेडिट आफूलाई आओस् भन्ने खालको काम, कुनै पनि कामको क्रेडिट आफूलाई आओस् भन्ने खालको माइन्डसेट हुन्छ। र डबल लाइनिङहरू छ हातमा, डबल लाइनिङहरू छ, डबल सूर्य रेखा अत्यन्तै राम्रो। यस्तो व्यक्तिहरूमा चाहिँ नेम फेम इज्जत प्राप्तिको योग अत्यन्तै राम्रो हुन्छ। सरकारी जागिर खानुभएको छ भने पनि राम्रो लाभ प्राप्त हुने योग देखिन्छ। सरकारी जागिर खान सक्ने चान्सेस बढी देखिन्छ यस्तो कन्डिसनमा व्यक्तिमा। नभए विदेशतिर पनि अति उत्तम हजुरको देखिन्छ है। विदेश पनि उत्तम, सरकारी जागिर पनि उत्तम, हजुरको व्यापार व्यवसाय पनि तरक्की प्रगति गर्ने योग यहाँनिर देखिएको छ। एजुकेसन लाइन अत्यन्तै राम्रो। बेसिक नलेजहरू प्रत्येक क्षेत्रमा थोरै नलेज भए पनि 1-2वटा क्षेत्रमा एकदमै स्पेसल नलेज रहन्छ र एजुकेसन पनि राम्रै रहन्छ है। शनि ठिकठाकै छ, त्यति नराम्रो छैन है। यहाँनिर अल्छी आलस्य फिलहरू कहिले पनि हुँदैन आफ्नो काममा। र तपाईँलाई बिहानको टाइममा भन्दा बेलुकाको टाइममा एक्टिभ रहनुहुन्छ तपाईँ। र तपाईँको उमेर बढेसँगै तपाईँलाई मान्ने मान्छेको सङ्ख्यामा वृद्धि रहन जान्छ। र यहाँनिर यो जुपिटर माउन्टमा हल्का यहाँनिर उठेको रहेछ। पारिवारिक समस्या झमेलाहरू हुने योग देखिन्छ। ठिकठाक छ, त्यति खासै इफेक्ट हुने योग चाहिँ छैन है। अब यहाँनिरको यो भित्री मङ्गल ठिकठाकै छ। शारीरिक ऊर्जाहरू राम्रै रहने योग देखिन्छ। यो शुक्र अत्यन्त उठेको छ। लग्जरी लाइफ, गाडी घोडा मोटर प्राप्तिको योगहरू पनि देखिन्छ। चन्द्रमा ठिक छ। विदेशको यात्रा अत्यन्त राम्रो, विदेशबाटै प्रगति गर्ने, तरक्की गर्ने योगहरू देखिन्छ। तपाईँको 20+ को अराउन्डमा, 22+ को अराउन्डमा चाहिँ विदेश को योग अत्यन्तै राम्रो बनेको छ। यदि तपाईँ सरकारी जागिर खान चाहनुहुन्छ भने पनि तपाईँको यो एजमा सरकारी जागिर खाने योगहरू अत्यन्तै राम्रो देखिन्छ है। बाह्य मङ्गल ऊर्जावान छ। कोही व्यक्तिसँग बोल्दा ऊर्जाका साथ बोल्नुहुन्छ। यस व्यक्तिले कम्फर्टेबल फिल गर्ने, वर्षसम्म याद गर्ने यादका टाइम पलहरू रहन्छ। तपाईँलाई पार्टनरसिप व्यापार व्यवसाय अत्यन्तै राम्रो रहन्छ, समस्या रहँदैन है। फिस साइनको बारेमा जानकारी दिन्छु मैले हजुर। त्योभन्दा पहिले ट्रेङ्गलको साइनको बारेमा जानकारी दिन्छु। तपाईँको भाग्य रेखा अत्यन्तै राम्रो छ है। करोडौँ पैसा कमाउने योग बन्छ। सानैदेखि राम्रो छ। अब यहाँबाट सुरु छ, हेर्नुहोस्, यहाँबाट राम्रो छ, अत्यन्तै राम्रो योग बनेको छ। लगभग यदि तपाईँ सरकारी जागिर खाइरहनु भएको छ भने तपाईँको 1, 2, 3, 4, 5 टाइम्स प्रमोसनको योग बन्छ। अत्यन्तै राम्रो टप लेभलमा पुग्ने योग हजुरको हातमा देखिन्छ। यदि तपाईँ विदेश हुनुहुन्छ, विशेष गरी विदेश चाहिँ राम्रो हुन्छ यस्तो व्यक्तिहरूमा, अब्रोडतिर राम्रो हुन्छ, राम्रो प्रगति तरक्की गर्ने योग देखिन्छ होइन। 25 वर्षदेखि गजब पैसा कमाएको योगहरू देखिन्छ हजुरको हातमा, गजब पैसा कमाएको है। यस्तो राम्रो अफसुटहरू छ नि है। फिस साइनहरू, धनरेखामा फिस साइन छ। अब यहाँनिर म तपाईँ धनरेखाको बारेमा अहिले नै जानकारी दिएँ मैले हजुरलाई है। 30 पछाडि, 28 पछाडि अत्यन्तै राम्रो। तपाईँ 31 हुनुभएको छ है। 20 पछाडि अत्यन्तै राम्रो। त्योभन्दा अगाडि अफसुटहरू है, डाउन छ।
अफसुट डाउन 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 है। एकदमै राम्रो पैसा कमाउने यहाँदेखि सुरु गर्नुभएको हजुरले गजब पैसा कमाउनु भएको छ। तपाईँ 34 पछाडि तपाईँको फिस साइन्स सुरु हुन्छ लगभग लाइफ टाइमभरि 47 इयर्ससम्म 34 देखि फिस साइन्स सुरु हुन्छ। यसमा पनि अत्यन्तै राम्रो पैसा कमाउने योग देखिन्छ। सरदरमा राम्रो तरिकाले यसलाई चाहिँ मेन क्यालकुलेसन लिएर कुराहरू गर्ने हो भने यो साइनले व्यक्तिलाई अरबपति बनाउँछ। करोडपति पनि नर्मल हो, अरबपति बनाउँछ। तर कुन स्थितिमा कुन क्षेत्रमा भन्ने कुरा फरक पर्छ। व्यापार व्यवसायमा तरक्की प्रगति गर्ने योग देखिन्छ, अवश्य हुनैपर्छ यस्तो कन्डिसनमा व्यक्तिमा। सम्पत्ति अत्यन्तै राम्रो खरिद प्रपर्टीहरू अत्यन्तै राम्रो किन्ने योग बन्छ यस्तो व्यक्तिहरूको ह्यान्डहरू छ भनेपछि। यसमा अत्यन्तै धेरै ट्रेङ्गलहरू छ। जागिरको लागि अत्यन्तै राम्रो, प्रमोसनको योगहरू एकदमै धेरैहरू देखिन्छ प्रमोसनको योग तपाईँको हातमा है। अब यहाँनिर पनि फिस चाहिन्छ, यसले पनि अत्यन्तै राम्रो व्यक्तिलाई चाहिँ मैले भने नि करोडपति होइन करोडौँपति बन्नुहुन्छ हजुर, समस्या कुरो रहेन। तर राहु छ, राहुले टेन्सन होला। अनि यो चाहिँ स्त्रीको कारणले बेइज्जत हुनपर्छ। यदि यहाँनिर कोठी हो भने स्त्रीको कारणले आफूलाई बेइज्जत बनाउँछ। एकदमै मन चञ्चल रहने योगहरू देखिन्छ, अत्यन्तै धेरै मन चञ्चल रहन्छ यस्तो कन्डिसनमा। तपाईँको कुनै पनि कामहरू गरिरहनु भएको छैन, काम छोड्ने काम नगर्नु, त्यो कामलाई गर्ने काम गर्नुहोस् होइन। काम छोड्नुभयो भने समस्या रहन्छ। र कुनै पनि व्यापार गरिरहनु भएको छ भने व्यापार चेन्ज गर्ने काम नगर्नुहोस्, आजभोलि तपाईँलाई समस्या छ। यहाँनिर तेर्सा रेखाहरू छन्, यस्तोले अलिकति तनाव दिन्छ व्यक्तिमा, मन स्थिर नरहने, यो गरौँ कि त्यो गरौँ, यहाँ जाउँ कि त्यहाँ जाउँ भन्ने खालको फिलिङहरू हुन्छ। ठुलो सपना देख्ने बन्द गर्नुहोस् है। लजिकसित कुराहरू गर्नुहुन्छ, कसैसँग बोल्दा लजिक लिएर बोल्ने गर्नुहुन्छ। अब यहाँ हेर्नुहोस्, तपाईँ भाग्य रेखा मात्रै राम्रो छ भनेर त भएन, पैसा त कमाउने योग छ, पैसा कमाउनु भयो समस्या रहेन। तर खर्चको योग पनि अत्यन्तै धेरै छ हजुरको है, अत्यन्तै धेरै खर्चको योग छ। 20-22 देखि खर्चको योग है, 20-22-23 वर्षमा खर्चको योग, 20-21-22 खर्चको योग, अनि 22 वर्षमा खर्चको योग, 23-24 वर्षमा खर्चको योग, 25 वर्षमा खर्चको योग, 26 खर्चको योग, 27 खर्चको योग, अफसुट होइन, 28-29 खर्चको योग, 30 खर्चको योग, 31 खर्चको योग, 32-33 खर्चको योग, 34 खर्चको योग, 35 योग, 36 योग, अफसुट 39 खर्चको योग, 44 खर्चको योग, 48 खर्चको योग, 49 खर्च, 50 खर्चको योग, 51 खर्चको योग, 52, 53, 54 खर्चको योग है। यिनी भनेको तपाईँको लाखौँमा हुने खर्चका योगहरू हुन् है। यो टाइममा अफसुटहरू पनि छ फेरि, अफसुट यस्तो अफसुटमा पैसा इन्कम अति राम्रो हुन्छ फेरि है, पैसा इन्कम अति राम्रो हुन्छ। जति चलायमान भयो लाइफ त्यति नै तपाईँको राम्रो हुने हो। अत्यन्तै धेरै वेस्टेज खर्चहरू नगर्नु होला। हुन त तपाईँको बढी चाहिँ खर्चको योगहरू अत्यन्तै धेरै देखिएको छ अब लाइफ लाइन यो भाग्य रेखामा, जस कारणले गर्दाखेरि पैसा त्यति बचत हुने योग चाहिँ हजुरको त्यति क्लियर हुँदैन। तर तपाईँको मनी ट्रायङ्गल अत्यन्तै राम्रो छ, मैले एकदमै क्लियर रूपमा हेरेको छु मनी ट्रायङ्गललाई, अत्यन्तै राम्रो मनी ट्रायङ्गल छ। यसले तपाईँको पैसा सानो सानो पैसालाई ठुलो भएरै भविष्यमा राम्रो कमाइ हुने योग देखिन्छ। यहाँ हेर्नुहोस् मनी ट्रायङ्गल कुनै पनि कट छैन, मनी ट्रायङ्गल भित्र बक्सको साइनहरू छ। जस्तो ट्रेजरी बक्सहरू हेर्नु छ होला नि हजुरले, ट्रेजरी बक्सभित्र पनि लकरहरू हुन्छ, त्यो भित्र तपाईँको धन सम्पत्ति लुकाइएको हुन्छ, त्यस्तो कन्डिसनको तपाईँको यहाँनिर देखिन्छ है। जग्गा जमिन जोड्ने, जग्गा जमिन किन्ने योग तपाईँको यहाँनिरबाट अत उत्तम छ। तपाईँको भाग्य उदय यहाँनिरबाट पनि ठिक छ। खर्च कम गर्नुहोस्, अति राम्रो पैसा कमाउनुहुन्छ। यदि जागिर गरिरहनु भएको छ भने प्रमोसनको योगहरू हजुरको हातमा देखिन्छ है। अब यहाँनिर फिस साइन हेर्न सक्नुहुन्छ, त्यत्तिकै मैले करोडपति भनेको त होइन हजुरलाई है। ए 3वटा फिस साइन छ, तर तपाईँले अलिकति ढिलो रिजल्ट पाउनुहुन्छ है हजुरले, अलिकति ढिलो। तपाईँ सोचेभन्दा सोचे जतिको पैसा कमाउनुलाई ढिलो रिजल्ट पाउनुहुन्छ। तपाईँ 35 वर्ष पुग्नुपर्छ।
अब यहाँनिर ट्रायंगलको साइन देखिन्छ, यहाँनिर चाहिँ फिस साइन छ, 3-4 फिस साइन छन् यो एरियामा तपाईँको। पैतृक सम्पत्ति प्राप्ति गर्ने योग पनि अत्यन्तै राम्रो छ, गजबको पैतृक सम्पत्ति प्राप्ति गर्नुहुन्छ। अझै 50 वर्षदेखि माथितिर त पैसाको योग देखिन्छ। ल लाइफमा 1 2 3 4 मल्टिपल इन्कमको सोर्स हजुरले भेटाउनु हुनेछ। 32 वर्षभित्र घर जग्गा जोड्ने, 36मा पोजिसनमा, 48मा आफ्नो लक्ष्य प्राप्ति गर्ने योग देखिन्छ। व्यापार व्यवसायमा तरक्की, प्रगति, उन्नति सबै हुन्छ हजुरको। देवता अति सुन्दर देखिनुहुन्छ है, बडी स्ट्रक्चर एकदम मिलेको हुन्छ। सुन्दर स्त्री प्राप्तिको योग, मिठो खाना पकाउने स्त्री प्राप्ति योग गर्नुहुनेछ। र घरमा अन्ननाचको कमी कहिले हुन्न, पकाउने मनीको अभाव कहिले पनि हुँदैन। बुढीऔँला सिधा छ, झुक्न पर्ने ठाउँमा पनि झुक्नुहुन्न हजुर। एटिट्युड देखाएर हिँड्ने बानी हुन्छ यस्ता व्यक्तिहरूमा। तपाईँलाई मैले एउटा सल्लाह दिन्छु, तपाईँले कुनै पनि कुरालाई इगोमा लिएर काम नगर्नुहोस् है। इगोमा लिएर कामहरू गर्नुभयो भने अति नराम्रो हुन जान्छ। मैले कता कता यहाँनिर फिस साइन चाहिँ देखेँ जस्तो पनि लाग्छ कता कता हैन। यदि यो फिस साइन हो भने तपाईँ डक्टरी पेसामा आबद्ध हुने योग देखिन्छ, होइन भने इन्जिनियरिङ पेसामा आबद्ध हुने योग देखिन्छ। त्यो क्लियर चाहिँ छैन। अब लाइफ लाइनलाई हेरौँ के छ स्थिति। ट्वेन्टी 25मा म्यारिडको योग यहाँनिर देखियो। या त 28 को राउन्डमा, 29 को राउन्डमा नै लभ अफेयर हुनुपर्छ। 20, 29, 30मा विवाह भयो भने त तपाईँको लभ अफेयरै हुनुपर्छ दुईवटा। अनि अफसुट 22मा अफसुट इन्कमको सोर्स, 28मा अफसुट इन्कमको सोर्स, 30मा अफसुट इन्कमको सोर्स, 35मा अफसुट इन्कमको सोर्स, 36मा अफसुट इन्कमको सोर्स, 37मा खर्चको योग, 37, 38मा यहाँनिर लभ अफेयरको योग देखिन्छ। 40मा एक्सपेन्सिस खर्चको योग, 44मा खर्चको योग, 50मा खर्चको योग, 55मा 2 टाइम्स खर्चको योग, 60मा खर्चको योग, खर्च लास्टमा चाहिँ अफसुटको योगहरू देखिन्छ है। यसले यात्रा बनाउँछ व्यक्तिलाई 30 वर्षमा। 30 वर्षमा यात्रा बनाउँछ। कता कता यसले पनि म्यारिडको योग पनि बनाउँछ 29-30 वर्षमा। 28 वर्ष कति वर्ष छ भन्दाखेरि अब यहाँनिर यो भयो भनेपछि लभ अफेयरको योगहरू हुन जान्छ। यहीँनिर मिलेको जस्तो लाग्छ मलाई रेखा। यदि यो हो भने तपाईँको यो रेखा पनि यहाँ टच भएको छ, यो रेखा पनि यसरी यहाँ टच भएको छ, र यो रेखा पनि यसरी टच भएर गएको छ। यस्तो कन्डिसनमा तपाईँको विवाह गरेर विदेश गएको हुनुपर्ने योग देखिन्छ हातमा। या यो विवाहको योगलाई लियौँ भने, या लभ अफेयरको योग लियौँ भने यो टाइममा म्यारिजको योग, र यो टाइममा के त भन्दा यो टाइममा पनि लभ अफेयरको नर्मल योगहरू देखियो। 3 टाइम्स भनेपछि अलिकति यहाँनिर चाहिँ तपाईँको 24-25 को राउन्डमा एकचोटि, अनि त्यस पछाडि 30 को राउन्डमा, 2 टाइममा एउटा टाइममा लभ म्यारिजको योग 28 को राउन्डमा भनौँ न। होइन भनेपछि तपाईँको 37 क्रस गर्ने भयो म्यारिडले। र अफसुटको कुराहरू गर्ने भने 1 2 3 4 5 अफसुट, 1 2 3 4 5 अफसुट, 6 अफसुट यहाँ छ। उतातिरको मधुरो छ देखिएको छैन, 6 अफसुट यहीँनिर देखिन्छ। अब यो एजमा विवाह हुने चान्सै छैन हजुरको, एकदमै डिस्टर्बेन्स एज हो यो भनेको। घर फ्यामिलीमा तनाव हुने, बिरामी हुन सक्ने सम्भावना बढी हुने योगहरू देखिन्छ यहाँनिर। 28-29 देखिबाट लिएर तपाईँको 35 को एजसम्म लगभग
यो एजमा गरेको कामहरू त्यति सफल नहुने योग देखिन्छ। त्यो कारणले गर्दा विवाह तपाईँको यही एजमा हुनुपर्छ। यदि यहाँनिर विवाह भएन, लभ अफेयर चलिरहेको छ भनेपछि तपाईँको यो क्रस भएपछि विवाह हुन्छ। नत्र भने यहाँनिर 31 पनि हुनसक्छ, नहुने होइन, 32 33 मा पनि हुनसक्छ। यही लाइन हो विवाहको योग। अझ मलाई स्पष्ट पारिदिन्छु। यसरी आयो, यहाँनिर क्लियर छैन कुन लाइन कता झऱ्यो भन्ने कुरा। यसरी आयो एउटा तलतिर गयो, यसरी आयो एउटा तलतिर गयो। अब एक लाइन यसरी झऱ्यो। अब यसले पनि विवाह गराउन सक्यो। एउटा दुईटा तीनवटा लभ अफेयर हजुरको लाइफमा हुन्छ है। यो एउटा दुईटा तीनवटा। यसो बारे मलाई जानकारी पनि दिनु होला हजुरले है। 24, 28 र 32 पनि हुनसक्छ। 24, 28 र 32 मा। र बच्चा बच्चीको योग चाहिँ डबलको योग छ है। छोरा र छोरीको योग छ, छोरी र छोराको योग। यो चाहिँ छोरी र छोराको, यो छोरीको यो छोराको हुन्छ। यतातिर देखिएको छैन, हुनसक्छ अर्को केही है। तर यति मात्रै हो भने तपाईँको छोरी र छोराको योग देखिन्छ। इन्जिनियरिङ क्षेत्रतिर आबद्ध भएको देख्छु म। व्यापार व्यवसाय गर्नुभएको छैन, अति राम्रो है। व्यापार व्यवसायमा तरक्की प्रगति गर्ने योग हजुरको देखिन्छ। विशेष गरी सरकारी जागिर त अझ इम्पोर्टेन्ट हो हजुरको। सरकारी जागिर खानुभयो भने त धेरै प्रमोसन र एकदमै राम्रो योग बन्छ। अति राम्रो प्रमोसनको योगहरू अत्यन्तै राम्रो देखिन्छ हजुरको हातमा। यहाँनिर हेर्न सक्नुहुन्छ यी 1 टाइम 2 टाइम 3 टाइम 4 टाइम है प्रमोसनकै योग हुने। यदि सरकारी जागिरमा तपाईँ आबद्ध हुनुहुन्छ भने यहाँनिर यी ठिक छ। अरू केही कुरा छुटेको छ भने जानकारी दिनु होला। मलाई फोनमै कुरा गर्न सक्नुहुन्छ हजुरले अरू कुराहरूको लागि है। हजुरलाई धेरै धेरै धन्यवाद हामीसँग जोडिएकोमा।